लेखनाथ जेसिसका अध्यक्षज्यू, प्रत्यक्ष संवादका सभापति पनि हुनुहुन्छ, सबै राजनीतिक दलका उम्मेदवार साथीहरू, यो कार्यक्रममा उपस्थित विद्वान मित्रहरू, सुरक्षा निकायका साथीहरू, पत्रकार साथीहरू, म सबैलाई नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट 1 नम्बर निर्वाचन क्षेत्रको उम्मेदवारको तर्फबाट म सबैलाई हार्दिक नमस्कार तथा अभिवादन व्यक्त गर्न चाहन्छु। म सबैभन्दा पहिला यो कार्यक्रम आयोजना गर्नुभएकोमा र अवसर दिनुभएकोमा म सबै आयोजक साथीहरूलाई आभार व्यक्त गर्न चाहन्छु र मैले हाम्रो पार्टीको चुनावी प्रतिबद्धताको विषयमा बुदागत रूपमा केही विषयहरू तपाईहरुको बीचमा चाहिँ राख्ने अनुमति चाहन्छु। सबैभन्दा पहिला हामी सबैलाई थाहा छ यो निर्वाचन विशिष्ट अवस्थामा आयोजना भएको निर्वाचन हो। हामीले नियमित प्रक्रियामा आयोजना भएको निर्वाचन चाहिँ यो होइन। त्यसकारणले यो निर्वाचनका केही कार्यभारहरू छन्। नम्बर 1, हामीले नेपाललाई भू राजनीतिको मैदान बनाउन दिनु हुँदैन। त्यसकारणले राष्ट्रियताको पक्षमा यो निर्वाचन मार्फत नेपाली राष्ट्रियतालाई जोगाउनको निम्ति राष्ट्रवादीहरूले जित्न जरुरी छ। दोस्रो कुरा, हामीले धेरै सङ्घर्ष गरेर आज जनताको जीवनमा परिवर्तन ल्याउन अथवा राजनीतिक अधिकार प्राप्त गर्यौं। यो संविधान जसले सबै खालका उत्पीडनहरूको अन्त्य गर्नको निम्ति, सबै खालका विभेदहरूको अन्त्य गर्नको निम्ति यो संविधानले अधिकार प्रदत्त गरेको छ। यो संविधानमा सबै कुरा पूरा भएको छैन, तर यसमा विकास गरेर यो संविधानको रक्षा गर्न जरुरी छ। तेस्रो कुरा, हामीले जनताको राजनीतिक अधिकार स्थापित गर्यौं, तर हामीले जनताको अब रोजीरोटीको व्यवस्था गर्नुपर्नेछ, बासको व्यवस्था गर्नुपर्नेछ, शिक्षा र स्वास्थ्यको हामीले ग्यारेन्टी गर्नुपर्नेछ। त्यसकारणले यस्ता कार्यभारहरू पूरा गर्ने हाम्रो लक्ष्य छ र मलाई विश्वास छ सबै मतदाताले हामीलाई विजय हासिल गराउनु भयो भने हामी यो काम जिम्मेवारीपूर्वक हामी निर्वाह गर्नेछौँ। दोस्रो कुरा, यो निर्वाचन सङ्घीय निर्वाचन हो, हामी सबैलाई थाहा छ। तर सङ्घको निर्वाचन हुँदाहुँदै पनि निर्वाचन क्षेत्रका निश्चित दायराहरू, निश्चित मागहरू, निश्चित अपेक्षाहरूलाई हामीले केन्द्रीय राजनीतिसँग जोड्न जरुरी छ। यो हिसाबले हेर्दा हामीले के सोचिराखेका छौँ भन्नुहुन्छ भने 1 नम्बर निर्वाचन क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि असाध्यै सम्भावना योग्य यो निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्रमा हिमाल छ, यो निर्वाचन क्षेत्रमा पहाडहरू छन्, यो निर्वाचन क्षेत्रमा 9 वटा तालहरू छन्। हामीले यसलाई पर्यटनको रूपमा, उद्योगको रूपमा हामी विकास गर्न सक्छौँ। कतिपय तालहरूको मापदण्डका कारणले स्थानीय जनतामा अप्ठ्यारो परेको छ। त्यो कुरालाई पनि हामी सँगसँग हामीले यसलाई समायोजन गर्न चाहन्छौँ र मापदण्ड निश्चित गरेर जनताको